पहिलो कुरा चाहिँ म यहाँ जन्मेको हुर्केको पढेको बढेको मान्छे हो। त्यस हिसाबले पनि म यही क्षेत्रबाट उम्मेदवार, देशको व्याप्त निराशा चाहिँ आशामा बदलिन्छ भनेर 74 मा म यहाँ भोटै मागेका थिएँ हैन, नेकपाको समयमा। यस्तो छ, सबभन्दा पहिलो कुरा त मैले भने कि जस्तो यहाँ अहिले जुन प्रकारको निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ, उहाँहरूको राजनीतिक इगो जस्तो म बढी देख्छु हैन। अलिकति प्रतिशोध बदला भाव बढी हो कि जस्तो म देख्छु। पछिल्लो समयमा पनि सरकारी अथवा चाहिँ सेवा सुविधावाला त म त कहीँ बसेको छैन। त्यसो हुँदाखेरि मलाई के छ भने उहाँहरू दुवैले गरेका कमीहरूबाट समेत पाठ सिकेर, उहाँहरू दुवैले गरेको कमीहरू समेत मैले चाहिँ त्यहाँबाट शिक्षा लिएर अगाडि जान सक्ने स्थिति छ। जस्तो अब त्यो अर्थमा चाहिँ म आफ्नो अस्तित्व देखिरहेको छु। यो दुईटा अतिवाद अथवा उहाँहरूको जुदाईको कारणले गर्दाखेरि मुलुक निकै ठुलो संकटमा गयो।